अलि यसरी गर्छ नि त ठिक छ यसरी अलिक समय हो ठिक छ तपाईँलाई स्वागत छ मेरो कार्यक्रममा तपाईँलाई थाहा छ यो कार्यक्रमको नाम के हो हजुर यो कार्यक्रमको नाम हजुरले अघि त भन्नुभएको थियो तर जानकारी दिनुभएको अलिकति जानकारी छ भन्नु म तपाईँलाई म भनिदिन्छु फेरि यो कार्यक्रमको नाम हो आफ्नो प्रेमीहरूको बारेमा कुराकानी गर्नु पुरानो प्रेम छोडेर गइसकेछन् तिनीहरूलाई याद गर्ने आज किन याद गर्ने भन्दाखेरि पहिला चाहिँ छोडेर गएका तिनीहरूलाई याद गर्ने बारेमा चाहिँ आज कुराकानी गर्नुहुन्छ है त तपाईँ हाम्रो साथीहरूलाई भनिदिनु पर्यो आफ्नो नाम भनिदिनु पर्यो साथीहरूलाई मेरो नाम चाहिँ तिलक गुरुङ भन्नुपर्छ दादा है मेरो घर चाहिँ सल्यान हो सल्यान कर्णाली पर्छ ठिक छ मेरो नाम नारायण मण्डल होइन घर सप्तरी ठिक छ कुनै काम नभेटेर यो भिडियो बनाउँदैछु भनेपछि खाली टाइम भएर यो भिडियो बनाउँदैछु है त तपाईँहरू यो सोच्नु खाली टाइममा भिडियो बनाउँदैछु भिडियोमा केही दम छैन भिडियोमा धेरै दम छ तपाईँहरू सुन्नुहोस् हाम्रो कुराकानी त्यसपछि हाम्रो कुराकानीको मजा लिनुहोस् के कुराकानी हुन्छ किनभने यो कार्यक्रममा होइन यो आजको हामी गफसपमा आजको गफमा होइन हामी के कुरा गर्छौँ भन्दाखेरि हामी आफ्नो गर्लफ्रेन्डको बारेमा कुरा गर्छौँ जो हामीलाई छोडेर गइसक्यो होइन तर हामीले अझै पनि उसलाई माया गरिरहेछौँ चाहे उसको छोरा किन भइहालोस् होइन त्यही पनि हामी माया गर्छौँ मन चाहिँ मरेको छैन हामी परेबाट हेर्दा पनि अहिले पनि हाम्रो दिलमा यसो पुरा थक्से हुन्छ होइन परेबाट हेर्नु पनि ओ माइको एक दिन यो थियो भन्ने एहसास अझै पनि छ किनभने हामी केटा मान्छे हो होइन त्यही भएर हामी आज याद गर्छौँ तिनीहरूलाई त तपाईँले भन्नुभयो मेरो गर्लफ्रेन्ड थियो त्यो गर्लफ्रेन्ड कहिले तपाईँले कहिले त्यो गर्लफ्रेन्ड बनाउनु भयो त्यो गर्लफ्रेन्ड त अब सर अब पहिला अब पढ्नेले बनाएको हो अहिले त मेरो यो भन्नु होला अब अहिले त 22 वर्षको भइसक्यो एकदम है अब त्यो त पहिला तपाईँ भनौँ न अब 16-17 वर्षको उमेरमा भनौँ न त्यति बेला चाहिँ थियो भनेर भनौँ न ठिक छ मलाई सर भन्नु पर्दैन दादा भन्दा हुन्छ साथी भन्दा हुन्छ हजुर अब कहिलेकाहीँ अब होइन अब दादा भन्छु भने कहिलेकाहीँ हल्का बोल्नुपर्छ आइहाल्छ ल ठिक छ केही छैन हामी साथी भाइमा चल्छ यस्तो होइन त आज हामी गर्लफ्रेन्डको नाम लियौँ गर्लफ्रेन्डको नाम लिनु हामी नलिनु बस उसलाई याद गर्नु नाम चाहिँदैन किनभने उसको बुढा छ नि त अर्को फ्यामिलीमा गइसक्यो होइन उसको बुढाले भिडियो भने फेरि कसले समस्या होला होइन समस्या अब हामी आफ्नो नाम भन्छौँ किनभने हामी कविना मान्छे छौँ हो त नि अब नाम भएर त उसले पनि अब फेरि अर्कै नजरले हेर्नु थाल्यो भने गाह्रो हुन्छ तर हामी मनले माया गर्छौँ मनले त अझै छ भनौँ न है त कति क्लासमा भेट भएको छ तपाईँहरू हाम्रो तपाईँको लगभग 6 क्लासबाट भनौँ न म त अब तपाईँको पढाइले जाइयो छोडेको हो अब 6 क्लासबाट अब 9 क्लासबाट पढेरै छोडेको भनेपछि तपाईँले स्कुल पढ्दाखेरि नै लभ गर्नुभयो होइन हजुर स्कुल पढ्दाखेरि नै भन्नुपर्छ त मलाई तपाईँ यो भन्नु थाहा कसरी पाउनुभयो त्यो केटी मसँग लभ गर्नु अब मुझे पता था ये काम आप लोग करो ठीक है इसीलिए निकल कर रहे हैं ठीक है चलो 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 कोई